सबैलाई नमस्कार। म विष्णु महतरा। म आज सुर्खेतको प्रादेशिक शहीद पार्कमा आएको छु। यो शहीद पार्कको नाम सुर्खेतमा जति बेला अखण्ड मध्यपश्चिमको आन्दोलन चलेको थियो अथवा संहिता स्थापना गर्ने बेलामा यो मध्यपश्चिमलाई पनि सुदूरपश्चिमतिर गाभेको थियो। यो मध्यपश्चिमलाई टुक्र्याउनु हुँदैन भनेर सुर्खेतमा एउटा ठुलो आन्दोलन भएको थियो। त्यति बेला र जुम्लामा पनि आन्दोलन भएको थियो। जुम्ला र सुर्खेतमा गएर 4 जना मान्छेको मृत्यु भइसकेको थियो। उहाँहरूलाई शहीद घोषणा गरिसकेपछि यसको नाम शहीद पार्क राखियो। उहाँ हुनुहुन्छ युवा नेता अथवा समाजसेवी। यो सुर्खेतको शहीद पार्क तपाईलाई कस्तो लाग्यो? यो चाहिँ अत्यन्तै रमणीय ठाउँ भएको रहेछ। यहाँ योभन्दा थोरै अगाडि पनि म यहाँ आएको थिएँ। त्योभन्दा पनि अहिले चाहिँ व्यवस्थित भएको। तपाईले बिहे गरिसकेपछि यो पहिलोपटक होला शहीद बिहे गरिसकेपछि हाम्रो चन्द्र हमाल र हाम्रो दिदी यहाँ पहिलोपटक आउनुभएको छ। ल यता हेर्नुहोस्, किन तपाईँ दुइटै लाज मान्नुहुन्छ? बहुत ह्याप्पी हुनुहुन्छ फेरि यहाँ। तिमी आज कहाँ आछौ? को शहीद पार्कमा कोसँग आछौ? तिम्रो मामा र माइजूले बिहे गरेपछि यहाँ पहिलोपटक आएको भने के भन्नु छ तिमीलाई? मामा र माइजूलाई के भन्नु छ? बिहा गरेपछि यहाँ पहिलोपटक आएको नि शहीद पार्कमा। यहाँ तिमीले के भन्नु छ मामा र माइजूलाई? अरू केही छ? अरू थप घट केही छ कि? घण्टाघर। अनि माइजू नाम थाहा छैन? मामालाई सोध नि त। मामालाई सोध न। मामालाई सोध नाम के हो माइजूको? यता 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 सोध न, सोध ल। ल अहिले नाम सुन्छौ न तिमीले? नाम सुन्छौ अहिले? के हो? माइजू कहाँनिर हुनुहुन्छ? देखाऊ त। हो ल, धन्यवाद।